Kashi? Oh. Hello guys, I'm just gonna record. I'm just जान लाग्यो हेरौँ है त हाम्रो भिडियो यो बिनिता यो म यो हाम्रो भाइ हेलो गर्दै भाइ हामी चाहिँ अब हाम्रो हाइक चाहिँ अब सुरु अब बिहानदेखि नै गर्ने भनेको होइन चिसो छ मौसम पनि एकदम माथिबाट गर्मी थियो अनि त्यही भएर हामी दुईजनाले लुगा पनि धेरै खासै लिएको थिएन यहाँ त प्लास्टिक जाडो रहेछ पानी पुग्छ के हो होइन चिसोले होइन यसको यो राति 2 बजी उठेर तातो पानी तताएर खानुपर्ने अवस्था छ यतै म चाहिँ उठिनँ है त्यस्तो भिडियो भएन त्यही भएर हिजो हामीले खाजा खाँदै थियौँ त्यो खाजामा चाहिँ एकदम चिल्लो थियो अनि त्यही भएर चाहिँ त्यस्तो भएको हो खासै त्यस्तो चाहिँ के पनि थिएन जाडो छ पानी पर्ला जस्तो छ है गाई साथी हामी बाटोमा देखेको आएको थियो के हो थाहा छैन हाम्रो के होइन बाटोमा देखेको ए म त कसको हात भनेर त यो केटी पो रहेछ कस्तो तर्स्यो गणेश भगवान् जस्तै देख्छु है देख्न चाहिँ अब हामीलाई त्यस्तो थाहा भएन मैं तो थक गया तू भी थक गया नहीं चाहिँ हाम्रो के अरे जामा चाहिँ जाने गेट है यहाँबाट चाहिँ अब हामी टिकट लिन्छौँ अनि टिकट लिएपछि हामी 3 जना चाहिँ इन्ट्री हुन्छौँ तर म होइन एउटा कुरा चाहिँ के काठमाडौँको कुकुरहरू क्या मोटो हुने क्या ए यसको साथी खानेकुरा दिन्छ कि भनेर होला हो आज क्या है यस्तो मोटो मोटो हुने रहेछ म त साँच्चै मैले सोचे पनि थिएन कि कुकुरहरू त्यत्रो हुन्छ लास्ट यहाँ के अरे बाको चाहिँ त्यो मुखमा रगत आएछ है हामीलाई चाहिँ थाहा थिएन कि अब चाहिँ हाम्रो यात्रा सुरु जामाचोको तर यात्रा त अघि नै सुरु भएको थियो घरबाटै दाम गर्मी पनि छैन हामीलाई चाहिँ थाहा थिएन यो भोटर कार्डहरू अनि भोटर कार्ड चाहिन्छ कि नागरिकता है आइडी कार्ड जे भयो नि चाहिँदो रहेछ हामीलाई चाहिँ थाहा थिएन अनि हामीले चाहिँ हामीले चाहिँ भाइको फोन राखिदियो किनकि हामी दुईजनाको चाहिँ भिडियो गर्नुपर्ने थियो भाइलाई कस्तो नराम्रो लाग्यो क्या हो लाग्यो त प्रिन्स छैन है थियो टुकटुके फोन दिएर जानुपर्ने रहेछ मिल्थ्यो होला यो मात्रै छ हामीसँग फोनहरू छैन भनेपछि वाह दामी छ है टुरिस्ट त कहाँ पुग्यो है त्यसले त बिन्ता यस्तो भएर यो यति लामो आयो हाम्रो 2टा सिडीको उसको एउटा भयो होला मेबी ओइ काफलको बोर्ड होइन यो तर काफलै होइन त हाउ आर यु फिलिङ राइट नाउ गाइज कति पछिको जानी भने जे होस् पानी चाहिँ नपरिदियोस् मौसम यतिको भयो भने चाहिँ हामी अझै ह्याप्पी हुनेछौँ मन पर्दैन ब्लगको लागि रनिङ मात्र एकछिन मात्र है देखावटी मात्रै हो यो फेरि तपाईँहरू पत्याउनु होला नि पिङ खेल्ने उयसमा झुन्डिनु हाम्रो साथी ऊ त्यस्तो भएर उयोहरूमा झुन्डिन
4000 किलोमिटर सर्टकट बाटो चिप्लेको भन्यो र हामी कुदौँ त यता चाहिँ सैनिक इलाका रहेछ हामी चाहिँ सायद अनपढ भनेर जानुपर्छ जस्तो लाग्यो है के छ यसो बुझ्नलाई अनि किन आएको भन्यो भने के भन्यो रे हामी त अनपढ हो हामी त नहीं मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे देख के छ भाइ जान्यो जान्ने गइदिउँ के छ भाइको प्लान भाइले यस भने त कुदिहाल्छु म ए भाइको पर्मिसन चाहियो बाटो दामी है ल सिधा बाटो हिँड्यो सायद हामीले 2 किलोमिटर जति हिँड्यो होइन त पानी नखाम पिउँछु एकछिनमा अब उता लेखा छ होला आधी आइपुग्छु अब त धेरै छैन सायद तिमी मलाई माया गर्छौ हो शिट न त मेरो भोइस त्यस्तै कपिराइट लाग्ने खाली भोइस पनि छैन नि त वेलकम टु जामाचो स्वागत छ हजुरहरूलाई हाम्रो जामाचो ल नेचर देखाउ त ल वाह यहाँ चाहिँ बिचमा फेरि एकचोटि चेक गर्नुपर्ने रहेछ हामीलाई चाहिँ थाहा थिएन तर गोसाइकुण्डा भन्दा पनि मलाई त अलि टाइप नै लागेको छ है होइन गोसाइकुण्डा पनि थियो तर बिचमा तर यो त सर्ट हो नि त सर्टमा पनि त्यस्तो गर्दो रहेछ तर राम्रो पनि हो कतिपय मान्छेहरू त अब हुन्छ नि चुरोटहरू गाजाहरू बोकेर आउँछ नि त त्यसको लागि चाहिँ ठिकै हो है मलाई पनि राम्रो लाग्यो अब फर्स्ट टाइम भएर होला अलिकति के हो हल्ला गर्न नमिल्ने रहेछ हेरिरहेको छु म हाँसे देखेर है फोहोर गर्न मिल्दैन भने बटो रहेछ फाल्ने कुन चाहिँ हो टिप्न आउने खुरुक्क लगाएर मेरो भिडियो मार्फत है मैले भिडियो गरेको छु त्यहाँ खुरखुरकोले फाले हो त्यो टिपेर खुर्का डस्टबिनमा फाल्ने त्यहाँ दिमाग छैन लाज छैन त्यत्रो भनिरहेको छु गेटमा त्यत्रो भन्छ त अनि फाल्नुपर्छ भनेर सुन्दैन कान पनि काक्का जान्छ तर जङ्गलमा बस्ने आर्मीहरू ह्यान्डसम रहेछ यङ भर्खरको रहेछ यस्तो होला नि त यहाँ अब चितुवा बाघ बाँदरहरूसँग यदि भाग्न सक्दैन फेरि जुत्न सक्दैन त्यही भएर होला ह्यान्ड राइटिङ पनि राम्रो रहेछ यो यदि हाम्रो सैनिकहरूले यो भिडियो यदि झुक्केर देखिहाल्नु भयो भने मलाई कारबाही नगर्नु होला किनकि हजुरहरू राम्रो लाएर ह्यान्ड राइटिङ राम्रो लाएर भनेको हो त्यस्तो नराम्रो भनेको अयो ठिक छ यस्तोमा स्नेक हुन्छ स्नेक हाम्रो पिन पारिबाट बाँधेर आयो नानी बोकेर पारिबाट दसैँ आयो टिकट पारिबाट बाँधेर आयो लडेको अवस्था सही लड्यो तर भिडियोमा खतरा आयो त्यसलाई स्लो मोसन गरेर हाल्नु खतरा देख्छ
उमेर 55 दिल 55 तर म 55 हैन म 23 आई एम 23 20s मा 20s है त नि बस्ता यताबाट लि यसरी नत्र बाङ्गलादेश हामी त बादर आयो नानी बोकेर ज्या हाय 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 बिग्लै छ पर मेरो बिग्लै छ संसार बनी अब प्रिन्सको पालो लड्नु रेस्ट इन पिस पिसको नागो झन्डै रेस्ट इन पिस छ्या 4 किलोमिटर रेस्ट इन पिस हैन अघि मेरो भिडियो गरेर राख्यो आँगन मार्छ यसले त तान्नु मलाई त तान्दै तान्छ के जान तान्नु त भाइ ल ल ल उब्रियो बाँच्यो 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 हाँसु हाउलाई भयो अर्काले 2-3 घन्टाको हाइकिङ भन्छ हामीलाई चाहिँ 4 घन्टा लाग्ला जस्तो है डेन्जर मजा आयो यार वाउ हिजो फ्रेस भएको थिएन आज खतरा फ्रेस भयो छिछि सम्झिँदैन हिजो त गाडीले क्या कतिचोटि घुम्यो एउटै बाटो अयो थाक्यो यार दामी हो है अब सायद जामा चाहिँ नआउने मान्छेहरू कमै होला तर है पिसको लागि चाहिँ एकदमै पर्फेक्ट प्लेस रहेको छ अझै 3 किलोमिटर भर्खरै 1 किलोमिटर हिँडे मैले सोचेको थिएँ 2 किलोमिटर हिँड्नु सक्यो होला भनेर तर म गलत रहेछु 3 किलोमिटर धुवा आयो टेक्नोलोजी पता नै कसै यो भिडियो दियो भने हामीलाई मार्छ होला कसले जङ्गलमा यस्तो हल्ला गर्न मिल्दैन जस्तै कि होइन बाँदर सुतिरह बाघ पनि सुतिरह क्या हिजो देखायो प्रिन्स त कतिवटा गर्लफ्रेन्ड बनाउने प्रिन्स कतिवटा गर्लफ्रेन्ड बनाउने पछि अहिले होला नि कतिवटा छैन हाम्रो प्रिन्स क्यानी छ अयो एकदम रमाइलो भयो भयो होइन गरे हो गिफ्ट भाइले जिन्दगीमा दिन सक्ने खाता के अरे यस्तो कलर नि गरेर के पुरा है त्यही त भनिरहेको छु नि अनि के भन्नु होइन सेन्ट भने उसले
यस्तै हो यसको आज कान लगेछ यो त्यहाँ तल रुखमा थियो नि बाँदर ल मर्यो पल पऱ्यो देखि आज हामीले होइन राक्षसनीको चियर डाइनो चुडेल हो सबै हो यहाँ वाह यहाँ चाहिँ अब यिनीहरूको लभ चाहिँ सक्सेस हुन्छ कि हुँदैन है केटी हो र यो ए हो रहेछ ल केटी आएर करणको 3टा यो करण भयो होइन ऊ आमा करण त प्ले बोय नै रहेछ होइन के भन्छ अरे प्लेयरै रहेछ नि लेट्स गो किधर औकात के बाहर क्याफे छ यहाँ माथि उज्यालो ठाउँबाट अन्धकार ठाउँमा आएको फेरि अब चाहिँ के अरे तलभन्दा माथि माथि झन् चिसो चिसो बढ्दै आइरहेको छ ओ माइ गॉड हामी चाहिँ जामा चाहिँ फाइनली आइपुग्यो यही हो यति नै चाहिँ पुग्छ अब लेट्स गो You are not even a blogger. Yes, I'm Just 10 subscribers. ओए कुकुर रोइरहा subscriber. कति घन्टा पछि आइपुग्यो थाहा छ 2 त होइन होला 3 बढी भयो होला उही बाटोतिर चटक नाटक देखायो हामी बढी त्यही भएर हामी आउँछ अलि ढिला भयो है अन्धार देख मैले त्यो ब्राइटनेस कम गराएँ हाम्रो लागि चाहिँ के भन्छस् वेलकम तब वेलकम गरे थ्याङ्क यू वा कुचु कुचु thông भाइ सजे महाभाइ सजे राज समुगत स्वाहा तद्याथौं भाइ सजे महाभाइ सजे राज समुगत स्वाहा तद्याथौं भाइ सजे महाभाइ सजे राज समुगत स्वाहा
कस्तो दामी हामी ठ्याक्कै आउनु भ्यू पनि छेक्नु सेट भयो नि सेट होइन प्रिन्स हामी नै आउनु भ्यू पनि छेक्नु भ्यू त के भ्यू त्यही घरहरू काठमाडौँको घरहरू अयो हामी चाहिँ अब त्यहाँ जान्छौँ काली हाम्रो पछि पछि आइरह ओइ यसले चटपटी खोज्नलाई होला उयो जा त माथि हामी गेम खेल्छ खान्छ होला नि भ्यू चाहिँ एकदमै दामी वाउ के भयो वाउ दामी छ है सर्ट हाइकिङको लागि चाहिँ यसमै गरे नि हुन्छ होला देखो न गाइस पछि यो चाहिँ हाम्रो चटपटी अब चाहिँ हामी गेम खेल्न लागिरहेको छौँ यही खेलौँ तल पनि रहेछ छाना चाहिँ ल हामी चाहिँ अब यहाँ गेम खेल्ने यहाँ चाहिँ खानेकुराहरू राख्ने अनि त्यो ढुङ्गालाई चाहिँ छोएर फर्किने है यसमा राखौँ यसमा ऊ त्यो अडाउने देख्छ होला त्यही भने मैले तैँले हामी चाहिँ अब गेम खेल्ने है त गाइज ल हाम्रो खाजामा चाहिँ यो चिप्स थियो मेरो पनि थियो यो सक्यो चटपटी थियो यो रेडबुल हामी चाहिँ गेम खेलेर है भिडियो बनाउनै बिर्सेछ ल गाइस अब चाहिँ हाम्रो डेस्टिनेसन कम्प्लिट भइसक्यो घुमिसक्यो फोटोसोटो खिचिसक्यो अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ घर जानुपर्छ किनकि तलतिर घाम लागिरहेछ यता लागेको छैन है तर ठाउँ चाहिँ एकदम राम्रो रहेछ पिस होइन पिसफुल एकदम दामी अब के अरे नआएको त कमै होला यहाँ प्रायः जस्तो सबै आउनु भइसक्यो होला त्यस्तो धेरै टाइम पनि लाग्दैन रहेछ आनन्दको ठाउँ रहेछ होइन मलाई चाहिँ दामी लाग्यो फर्स्ट टाइम हो ल ठिक छ आजको भिडियो चाहिँ अब हामी यहीँ इन गर्न चाहन्छौँ बाई बाई थ्याङ्क यू फर वाचिङ बाई